चाहिँ आज मङ्गाको सुसाइडतिर जाँदैछु है। सबैलाई गुड मर्निङ। पार्कहरू रहेछ साइडतिर लास्ट इयरको डिफ्रेन्ट ठाउँतिर गएको भर्खर घाम निस्किँदैछ 25 भयो अहिले। यहाँ चाहिँ मर्निङको है चिसो मौसम छ एकदम। घरहरू चाहिँ मान्नै पर्ने खाली मिलो भन्छ है एकदम एकदम हरियाली फर्सी पनि सकिरहेछ हो। अन्त सबै पाउने कि गाउँ चाहिँ होस् एकदम राम्रो छ है। घरहरू र अझै ठुलो घरहरू छ है। त्यसले त्यहाँ आएर कन्स्ट्रक्सन भइरहेकोले गर्दा त्यसरी छुट्टी गरिदिनु। आज चाहिँ साह्रै बोर भयो क्या जाडो टाइममा। अन्त यहाँ धेरै गर्नु भएको बेला खानालाई एकदम बेस्ट इन्भाइरोमेन्ट बनाएर राखेको छ क्या मसँग एकदम हरियाली है। किनभने हाम्रो नेपालीमा पाउँछ नि यसरी एक्सर्साइज गर्छ त्यही ट्राई देखिरहेछ नि त है। माथि आकाशमा देखिएको छैन हल्का देखिँदैछ त्यही भएर होइन फाइल जाने बाटोमा। अब यो पार्क हुँदै अब चाहिँ म पर साइडतिर जान्छु है। त्यही गरौँ न भिडियो बाँकी भिडियो। पार्क चाहिँ अब मैले घुमिसकेँ। सेल गरिन्छ फुडहरू फास्टफुड जस्तो। यो चाहिँ अहिले भर्खर म घुमेर निस्केर आएको पार्क है। निकै ठुलो छ। यहाँदेखि उता जुन तपाईँहरूले बिल्डिङ देख्नुहुन्छ त्यो चाहिँ तपाईँको फाइल हो है। ल हुँदै जाडो एकदम जाडो भइरहेछ। यहाँबाट चाहिँ साइड अब हामी साइडतिर निस्क्यौँ है। पुगेको अवस्था छ देख्न सक्नुहुन्छ साथीहरू हेर्नुहोस्। फाइलको बिचको साइड हो है। र अहिलेसम्म लाइक सेव बिरालो हुँदैछ। यो हो नि त साइडको साइड बिहान 6:30 को मर्निङ 6:30 मा भ्यूज माथिको जस्ट वाउ एक वर्ष अगाडि यहाँ आउँदाखेरि यही टाइममा पछिल्लो साल यही टाइममा म यहाँ आएको थिएँ। गर्मीमा त निस्किन सक्ने कन्डिसनै हुन्छ। चिसो बेलामा चाहिँ ठक्कसँगले सुसाइड घुम्न रमाइलो हुन्छ। ओहो यस्तो दामी सिन हेरेर साथीहरू लो तपाईँहरूले सब्सक्राइब चाहिँ गर्नै पर्छ। सपोर्ट गरिदिनु साथीलाई एकदम सपोर्टको जरुरत छ। सोच छ है तर अब के भन्दा हामी ड्युटी गर्ने मान्छे अलिक टाइम नमिलेर मात्रै हो। अब खालि यही मङ्गाकै सुसाइड मात्रै भिडियो आउँछ भने जस्तो हुन्छ र। तर आई होप नेक्स्ट टाइम म बेटर प्लेसमा गएर भिडियो गर्ने कोसिस गर्छु। र अहिले चाहिँ हेर्न सक्नुहुन्छ घटेर यहाँ तलसम्म आइपुगेछ। के भन्ने आजको यसको भिडियो
हालिदिन्छु है मोस्टली लाइक अवस्था बस्नु पऱ्यो धेरै चिसो भयो है फेरि अहिले फेरि समस्या त्यता चाहिँ हामीलाई है साथ त्यतिको लागि यो भिडियोलाई चाहिँ तल सेयर गरिदिनुहोस् भाइरल बनाइदिनु एकदम